ए होइ हन के अचम्म हुन लाग्यो यो हन भान्जा क्याम्पस जान लाग्यो के त भन्दाखेरि आखिरमा हो नि त हन कहिले जाँदैन थियो त शिक्षा धनम प्रधानम के मामा रियलाइज भयो के साँच्ची मेरो कलेज चाहिँ कुन अरे मामा थाहा भयो रियलाइज भयो क्या मामा ल त बाई मामा ए होइ अब क्याम्पसै कुन हो भन्ने कुरा दोधार्थन भान्जा के त भन्दाखेरि आखिरमा हो नि त खै के पर्ला कुन तेरा बाउले राख्न दिइरहेछन् पैसा यहाँ चिलौलेको रुखमा फल्छ पैसा कि बकैलाको दुनियाँका छोराछोरी क्याम्पस के पढाइको भरमा पास हुन्छन् हैनालाई चाहिँ खुब गाइड खुरुक्क बाटो लाग फेल भएर देखाइदिन्छ नि थाहा पाउँछ यस्तो किचकिचेर भेडमा त कसैको पनि छैनन् मेरो लागि पढ्दै कि तैँले फेल भइस भने त एउटा नागो खोजेर बाटो सोझाइदिन्छु टन्टाइ साप फेरि बुङ्गो पछि लागो एक्सक्युज मी तिमीसँग नेपाली बुक छ भने देऊ न मलाई भए पो दिनु एक्सक्युज मी इङ्ग्लिस त होला नि हेर न ब्यागमा एउटा कपी मात्रै छ के कलेज पढ्न हिँडेको कि हल्ला गर्नु हिँडेको एउटा बुक पनि छैन एक्चुअली मेरो फ्याकल्टीमा कुन सब्जेक्ट छ मलाई थाहै छैन के कलेज सकिएपछि दिउँला है अभिलेखहरूको गणितीय शुद्धताको जाँच गर्ने उद्देश्यले सम्पूर्ण खाताहरूको डेबिट र क्रेडिट रकमहरू समावेश गरी तयार गरिने विवरणलाई सन्तुलन परीक्षण भनिन्छ बुझ्यौ त स्टुडेन्ट हो एक्सक्युज मी सर अहिले हामी कुन सब्जेक्ट पढिरहेछौँ बेकुप होइन को हो यो कहिले क्लासमा देख्दैन थिएँ त मैले म त आजै फर्स्ट टाइम आएको सर कलेज अनि ह्युम्यानिटिजमा पनि सन्तुलन परीक्षण हुन्छ त साइलेन्स यो एकाउन्टको क्लास हो यहाँ सन्तुलन परीक्षणको क्लास भइरहेछ त्यही त ह्युम्यानिटिज त यति गाह्रो हुनुपर्ने जस्तो त लागेको थिएन मलाई एकाउन्ट त बगालै रहेछ 32 yes ma'am 33 yes ma'am 34 35 एक्सक्युज मी म्याम मेरो रोल चाहिँ कति हो कति नि लाइक हैन म 11 को ह्युम्यानिटिजको स्टुडेन्ट जिग्री हो के ए जिगिरी भन्ने नमुना तै होस् कलेज स्टार्ट भएदेखि आगो तेरो पहिलो दिन अनि कलेज चाहिँ यही हो भन्ने कुरा कसरी ठान्दैछ तैले कन्फ्युज चाहिँ भइरहेको थियो हैन म्याम तर थाहा भयो अनि कलेज रेगुलर आउनुपर्छ भन्ने कुरा तँलाई थाहा थिएन होइन म्याम भोलिदेखि त रेगुलरै हुन्छ होला म्याम भोलिदेखि त म ढिला पनि हुन्न होला म्याम भोलिदेखि त चाँडै आउँछ होला तर भोलिदेखि नै कलेज फाइनल एक्जामको लागि बन्द छ फाइनल एक्जामै आइसक्यो थाहै छैन त यार साथीभाइहरू सर्वप्रथम म तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भने अधिराज्य भरका कृषकहरूलाई हौसला बढाउने उद्देश्यले वर्षेनी कृषि समूहको अवलोकन गर्दै आएको कृषिका लागि मितेरी नेपाल संस्थाले यस वर्ष पनि अधिराज्य भरकै कृषि समूहको अवलोकन गरी उत्कृष्ट 5 कृषकलाई जनै रु 50,000 का दरले सम्मान गर्ने भएको बेहोरा जानकारी गराउँछु साथै उक्त संस्थाबाट भोलि नै हाम्रो समूहको पनि अवलोकन हुने हुँदा हामीले कसको केलाई अवलोकन गराउने ल भन्नुस् तपाईहरु अब अधिराज्य भरकै उत्कृष्ट नाङ्गोबारी देखाउनेलाई जनै 50,000 को दरले सम्मान गर्ने भनेको थियो भने त अब मेरै बारीमा सिधै टोलीलाई हुल्नु हुन्थ्यो अब के गर्ने त खोइ ए होइ अब 50,000 दिन्छन् भने त के त भन्दाखेरि आखिरमा हो नि त मेरै तरकारी बारी देखाइदिया हो है अब कहाँबाट देखाउनु तेरो तरकारी खेती 5 वटा काउलीका बोट ठड्याउँदैमा उत्कृष्ट तरकारी खेती हुन्छ अब मैले देखेको त किन दुःख पाउँछ से अवलोकन टोली हाम्रो समूहमा भुत्लो भाङ केही पनि छैन बरु त्यसलाई नाइजो भन्दिउँ किन छैन धतुरेजीको त्यति राम्रो तरकारी खेती छ त्यही देखाउ न अवलोकन टोलीलाई स्वागत गर्न तपाई र खुपीको बाउ जाने कोटिने बनेर मात्रै हुन्छ अवलोकन टोलीलाई च्यानस् त पनि खुवाउनु पर्ला पैसा पनि चाहियो के रे लो सही कुरा गर है धतुरे अब समूहको कोषमा कति पैसा छ
कति खर्च भयो के त भन्दाखेरि आखिरमा हो नि त खर्च वर्च त देखाउनु पर्यो नि त कोषा अध्यक्षज्यू हिसाब किताब खोज्ने कोही खुपीका भाउ त अब अध्यक्षलाई त हिसाब किताब भए पनि ठिकै नभए पनि ठिकै होइन अध्यक्षज्यू यतिको मजाको अध्यक्षज्यू त कसैको कृषि समूह पनि छैनन् होला पैसाको के मतलब भएर होइन अध्यक्षज्यू मतलब होइन कोषमा 58,500 रुपियाँ छ त्यसको हिसाब किताब चाहियो अब तपाईँ आफै बैठक सकियो भन्नुहुन्छ भने लागे नि त म पुरा नम्बर त हाब्रे हिसाब किताब मात्रै होइन पैसा पनि चाहियो आजै पर्सि बिहान झिसमिसमै दिँदा हुँदैन के नचाहिँदो कुरा गरेको अहिले नै चाहियो भनेर सुन्नु भएन अब कहाँबाट नसुन्नु सुनि मैले अब अहिले नै चाहिएको हो भने या त छैन उतै लागौ मैले कहाँ लिएर आएको त हाब्रेले यहाँ अब मेरो ट्याङ्का दराज बैङ्क सहकारी जे भने पनि यही एउटा टुक्रो हो अब समूहको पैसा हराउला भनेर मैले 3टा पोको पारेर 3 ठाउँमा गाडेको छु ए होइ हन किन त्यसो गर्नु पर्थ्यो के त भन्दाखेरि आखिरमा हो नि त घरमै राखेको भए भइहाल्थ्यो नि अब कहाँबाट राख्नु घरमा त्यत्रो पैसा घरमा राख्दा चोरी हुनु पनि त सक्छ त्यत्रो पैसा चोरी भयो भने यो गरिबले कहाँबाट ल्याएर तिर्नु तँ कङ्गालका के नै छ र चोराउनु उल्टो चोरलाई नै लुटेर पठाउँछस् त हाब्रेले दुई झाप्पड हान भनिरहेको थियो मेरो दाहिने दिमागले बस्दै गर म आइहाल्छु अहिले कस्तो फटाला कोषाध्यक्ष बनाएछ मैले त पहिले नै यो हाब्रेलाई कोषाध्यक्ष बनाउन हुँदैन भनेको थिएँ तपाईँहरूले हो सर्वसम्मतिले पारित गर्ने फेरि कहाँ गयो हाब्रे मान्छे यो ठिक छैन के त भन्दाखेरि आखिरमा हो नि त कुरो बुझ्नु भयो नि त बुझ्यो नि दाता अब समूहको पैसा चाहिएको हो भने बङ्की बङ्खनौ अब कहाँनिर गाडेको हो मलाई नै कन्फ्युज भयो कुन जन्मको ऋण खाइएछ कति दुःख दिने हो यो हाब्रेले ए होइ लु खनेर सक्यो यहाँ पोको छैन के त भन्दाखेरि आखिरमा हो नि त अनि यो पानीले दिनु दुःख दियो हौ ला खत्तम भो सर्वस्व भो मेरी आमा अहिले के भयो फेरि अरे पोको गाडीको तल्लोमा यसमा पो खनिएछ आत्तिनु पर्दैन म एक्लै खनेर सक्छु त्यो यो एक्लैले खनेर कहिले सक्नु हामीले पनि गएर सघाउनु पर्यो नि त यहाँ समूहकै कामले गर्दा खन्नु पर्या छ त बढी कुरो नगर खुरुकन घर जा खोइ जति बारी खनाएर सकिसक्यो अहिले यहाँ हाब्रे खोइ त रुपियाँको पोको ए पोको एकैछिन बस्दै गरौँ है त ए होइ यति जोडले आफ्नो बारी खन्या भए त के त भन्दाखेरि आखिरमा हो नि त मकै छर्न हुन्थ्यो बैठक र कामले आफ्नो बारी खन्न पाएको छैन यत्रो खनिसक्यो पोको भेट्या होइन खोइ त पोको
सबैजना यहाँ हो त ल अब पनि पोको भेटिन्छ जस्तो लाग्छ भने दोहोऱ्याइ तेह्राइ पक्लाङ पुक्लुङ पार्नु होला। क्लासमा हो केटी निस्क्यौ नि पढ्न आएको तँ कत्रो गर्न आयो अब आइन्दा यस्तै कम्प्लेन आयो भने तँलाई यस कलेजबाटै रेस्टिकेट गर्छु बुझिस् कुन सेक्सनको बेकुब रहेछ सर यो एटलिस्ट डिसिप्लिन त मेन्टेन गर्नु पर्यो नि होइन सर कहाँ बस्यो उठ तँ बेकुब पनि आज कलेज आइसक्यो नि त सर अब रेगुलर आउँछु के म पढाइप्रति पुरै गम्भीर भइसके म तर मेरो सेक्सन चाहिँ भएन के सर कुन सेक्सन हो तेरो सेक्सन यो हो के सर त्यो सेक्सनमा त लास्टै हल्ला गर्ने पढाइप्रति कोही पनि गम्भीर छैनन् सर फेरि मलाई त्यो सेक्सन छिरेपछि हात खुट्टा झमझम गर्ने पुरै अँध्यारो देख्ने थर काम्ने भयो के सर बाउको यत्रो लगानी छ फेरि मेरो करियरको पनि त कुरा छ नि सर त्यही भएर मेरो सेक्सन चेन्ज गरिदिनु पर्यो के हावा कुरा गर्छस् तँ आफू ध्यान दिएर पढ हल्ला नगर सेक्सनले के फरक पर्छ पुरै अब हात खुट्टा झमझम गर्छ जताततै अँध्यारो देख्छु पढाएको बुझिँदैन त मर्नु ठिकै छ सर अब कलेजले नै मेरो करियरमाथि खेलवाड गर्छ भने म यो कलेज छोड्न बाध्य हुन्छु सर अनि तँलाई कुन चाहिँ सेक्सनमा बसेर पढ्न मन छ त सेक्सन बी सर यहाँ चाहिँ यसो हेर्दाखेरि पढन्दाजकै गर्लाम जस्तो स्टुडेन्ट रहेछन् के सर सेक्सन बीमा त मिल्दैन सेक्सन बी प्याक भइसक्यो यदि त पढ्छस् नै भने सेक्सन सीमा गएर त्यहाँ यस कलेजकै टप आशा लाग्दा विद्यार्थीहरू छन् अहिलेलाई सेक्सन बी नै ठिक होला सर सेक्सन बीमा मेरो साथीहरू पनि छ के म अत्याधिक ध्यान दिएर मेहनत गरेर पढ्छु प्लिज सर बिन्ती गर्छु हजुरलाई अब मर्छस् नै भने सेक्सन बीमै गएर पढ तर ध्यान दिएर राम्रोसँग पढ्नु चाहिँ पर्यो जा थ्याङ्क यू सर म हजुरलाई कुनै पनि हालतमा निराश बनाउँदिन यो कलेजको नम्बर 1 स्टुडेन्ट भएर देखाइदिए भएन हजुरलाई एक्सक्युज मी सर किन के भयो मलाई प्रिन्सिपल सरले यो सेक्सनमा पढ भनेर यहाँ पठाउनु भएको को त म मान्छे ल्याङल्याङ पुरै कका जोसुकै होस् उता गएर बस सही पढ सर एस सर ल्याङल्याङ भनेर सर स्टुडेन्ट्स डु यु अन्डरस्ट्यान्ड एस सर हामी दुईजनाले चाहिँ बुझ्यौँ अरूको चाहिँ थाहा छैन हामीलाई के बुझिस् भन तँलाई के थाहा सर भनिदिएको पो त बेवकुफ के बुझे एसर भनेको ल त स्टुडेन्ट यसको भोलि समय बनाएर लिएर आउने आजलाई यति नै एक्सक्युज मी तिमी घर जान लागेको होइन आफ्नै सेक्सनमा जानुलाई आफ्नै सेक्सन तिम्रो सेक्सन ए होइन र मेरो सेक्सन त सी हो यो च्याप्टर छुटेर मात्र क्लास लिनु आएको वाट हल्ला गर्यो ध्यान दिएर पढ्छु भन्थ्यो त कहाँ सर अरू स्टुडेन्टले भन्दा बुझे गरेर एसएस भन्छ बोलेको बोले गर्छ के बुझिस् भनेर सोध्यो भने केही पनि थाहा छैन भन्छ जे भए पनि सम्झाइ बुझाइ पढाउनु पर्छ सेक्सन बी नभइकन पढ्दिन भन्छ त्यो रोल नम्बरहरू मिलाइदिनुहोस् पर्दैन सर मिलाउन सेक्सन बी भन्दा त सेक्सन सी नै ठिक छ म सेक्सन सी मा पढ्छु सर
के त भन्दाखेरि आखिरीमा हो नि त भन्दै मामाले प्रिन्सिपल त यत्रो ए होइ हन भैँसीलाई खोले खुवाउन बित्यो हो मेरो त। अब के त भन्दाखेरि आखिरमा हो नि त। हन यो अवलोकन टोली आउँदैन क्या हो आज? त्यही त 12 बजे आइपुग्छन् भन्थ्यो अध्यक्षले। कुन बेला तरकारी खेती देखाएर उत्कृष्ट 5 किसानमा परिचय भइसक्यो, मुन्टिँदैनन् त कालोहरू। लो आए हेर्न आउनु भएको होइन हजुरहरू? हो तपाईहरू नै हो? हो, आफूलाई यहाँ देखाउनलाई कम्ता छटपटी भइसक्यो। बडो ध्यान दिएर अवलोकन गर्नु होला। तल माथि दायाँ बायाँ भएन भने त उत्कृष्ट 5 मै पर्छु म। होइन के उत्कृष्ट 5 भन्नुहुन्छ तपाईँ? मैले त कुरो बुझिन नि। ए होइ हजुरहरू के त भन्दा आखिरमा हो नि त। यो तरकारी खेतीबाली हेर्न आउनु भयो होइन? थेट, हामी त यो छोरोको लागि केटी हेर्न आएको, कहाँको खेतीपाती र बाली हेर्न आउनु। कहाँ गयो त अवलोकन टोली? यतिको राम्रो बाली त काहीँ पनि छैन सर। 5 जना मध्येमा सबैभन्दा राम्रो उत्कृष्ट कृषक चाहिँ उहाँ नै हुनुहुन्छ। त्यसमा त दुबिँदै भएन नि। यस्तो राम्रो खेती गर्नुभएको रहेछ। तपाईँ त उत्कृष्ट 5 मध्येमा पनि नम्बर 1 मा पर्नुभयो। बधाई छ तपाईँलाई। नम्बर 1 मै आज आएर मेरो सपना साकार भयो सर। साकार भयो मेरो सपना। अब एक न एक दिन चाहिँ कृषिमा क्रान्ति गर्छु भन्ने सोच थियो सर। आज आएर पुरा भयो। यो सबै खुसी म मेरा बाउप्रति समर्पित गर्न चाहन्छु। माइला के गरी खान्छस् नि तैँले भन्थ्यौ नि बाउ। आज देख्यौ नि तिम्रो माइलो छोराको गति। गरेर पनि खायो, 2-4 जना मान्छेको अगाडि इज्जत पनि कमायो। वास्तवमा तपाईँ महान कृषक हुनुहुन्छ। कृषि क्रान्ति बिना देश विकास सम्भव छैन। त्यो त हो कि मुकुन्द सर, तर उत्कृष्ट 5 मा पर्नेले 50,000 इनाम पाउँछ अरे भन्ने सुनेको थिएँ। खै त्यो पाउँ त सर, हिँडे पनि हाल्छु म। सही कुरो, इनाम पाउनुहुन्छ, तर यहाँ दिन मिल्दैन। कृषि मन्त्रीको हातबाट भव्य समारोहको साथ पाउनुहुन्छ। हामी खबर गर्छौँ। अलिअलि एडभान्स त आजै पाइएला नि सर। किन बेच बैना गरे र एडभान्स पाउनलाई? सम्मान गरेकै दिन सबै पाउनुहुन्छ। पहिला तपाईँको र यो तरकारी खेतीको चाहिँ फोटो खिचौँ है त। हो, अब तरकारी बारे खिचौँ है त। हुन्छ सर। सर अब धेरै नखिचौँ। अर्को गाउँको पनि कृषि समूहको अवलोकन गर्नु छ। तपाईँलाई हामी पछि खबर गर्छौँ। ल त, तपाईँको खेतीपाती अझ धेरै फर्स्ट आओस्। तपाईँलाई धेरै धेरै शुभकामना छ। अहिले हामी जान्छौँ है त। ल हिँड्नुहोस् भाइ। धन्यवाद हजुर। अब बाँचुन्जेल म यी हातका नाङ्रा खेतीपातीमै ख्याउने हो। कृषि क्रान्ति जारी छ। जिन्दाबाद। अब यसो गरी नै सबै कृषकले कृषिमा मेहनत गरियो भने देश बढ्न कति नै समय लाग्छ र। यतिको मेहनती कृषक र यतिको कृषि त हामीले कहीँ पनि देखेनौँ नि। उल्का र अचम्मको कृषि खेती त अब देख्नुहुन्छ हजुर। यो गाउँमा मभन्दा अर्को मेहनती कृषक छैन। कसको खेती हेर्नुभयो? ल हेर्नुहोस्, यो लोभ लाग्दो तरकारी खेती। भाग्यमानी र देशकै मान अनि गर्व गर्न लायकको कृषक चाहिँ उहाँ हुनुहुन्छ। ये पाणे The strange dream always began on a white country. Dream मुट्टै छ दिमाग कहीँ पनि घुस्दैन हौ। At the end of the excuse me, यता आउनु। किन आउनु पर्यो? मलाई घर जान ढिलो भइसक्यो। एकैछिन आउ न। कलेज आएपछि केही न केही त बुझेर जानु पर्यो नि। राति पढ्ने बेलामा कन्फ्युज भयो भने के गर्नु? खै के कन्फ्युज भयो? सबै कन्फ्युज। Especially the strange dream always be a love confused.
आई लभ यु त्यस्तो भयो भने हुँदैन। इन द ड्रिम्स त्यो के भनेको यहाँ रेकर्ड गर्नु पर्यो क्या। स्टुपिड। लभ यु टु। अनि बिहान मलाई दिएको बुक चाहिँ गिफ्ट दिएको। थ्याङ्क यू। लभ यु टु। खानु अलिअलि गए पो एक ठाउँमा गोब्राउतिस। म बुढोलाई चल्नु छ गोब्राउन हेरौँला। तँलाई त ट्रकमा हल्लाउँदै काठमाडौँ पठाएपछि टाउकोमा बन्चरोले हान्दा मलाई सम्झेलास्। फुर्ती नला प्लेटमा 10 डल्ला होस् त। जिमराजले कति दुःख दिन सकेको। मरिगो नि त साँडे। किन कुटेको भैँसी कहिले मर्छ नि खालौ। मरे हालिदिन्छु खाल्डोमा। यो मरेर बोराकी बार्नु पर्ने होइन, श्राद्ध गर्नु पर्ने होइन। आफ्नो जीवन सङ्गिनी मर्दा त केही नापिएन। यो डाम्नु मरेर के हुन्छ मलाई। हेर्नुस् बा यसरी जथाभावी जनावर कुट्नु हुँदैन। तिनीहरूको अधिकार हनन हुन्छ। कानुन समेत लाग्नु सक्छ। लाग्यो कानुन। अधिकार चाहिए निकालुन् गाउँका गाई भैँसीले जुलुस। यसको अधिकार त पञ्चराले मात्र दिन्छ। खुरुक्क घरतिर लागिहाल नत्र भैँसीको रिस तँलाई पर्ला। आजलाई यति नै रामदुलाई त डाम्नाको पनि अधिकारको कुरा रहेछ। अहिले भोगटेका जल्ला जत्रा गाला बनाउँदा थाहा पाउँछस्। यो कोरो 50,000 50,000 त भन्नु हुँदैन नि। एउटा कथा सुन्छस्? यहाँ सुन। एउटा गरिब गुरुबारे छ। आफ्नो घर परिवार पाल्न नसकेर ऋण पान गरेछ। पछि त्यो ऋण तिर्न नसकेर साहुहरूले किच 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 गरेछन्। यथार्थमा ऊ आफ्नो समस्या बताउँदो रहेछ। कालान्तरमा साहुहरूलाई दया लागेर नभएरै नदिएको हो भन्ने प्रमाणित भइसकेपछि घर गृहस्थी चलाउनु भनेर पैसो दिएर गएछ। कथा कस्तो लाग्यो? वा यात्रा बनावटी 50,000 चाहियो। अब अलिअलि त काल्पनिकै थियो, राम्रै भयो। अब 50,000 को कुरो चाहिँ उहाँ कृषिले सम्मान गरेर दिन्छु भनेको छ। सम्मान गरेको भोलिपल्ट आउनु फरकै पर्दैन ल। बरु अहिलेलाई चाहिँ त यताबाट जान्छस् कि यताबाट जान्छस् त बाबु? म यताबाट पनि जान्न यताबाट पनि जान्न। पैसा नदिउन्जेलसम्म यहीँ बस्ने, पैसा लिएर मात्रै जाने। ए हो? अब त्यसो भए त बस्दै गर्न त बाबु। मै गइदिन्छु नि। बरु यताबाट जाउँ होला कि यताबाट जाउँ होला? ए ल यतैबाट जान्छु है त। कस्तो मान्छेलाई पैसा दिएछु मैले। पैसा चाहियो भनेर खिचखिच त गर्नु। झन्डै परान गएको काठ परे। काम लाग्छ क्या 2-4 पिस चाहिँ हालिहाल्नु पर्यो। बाजे यो नमुना कृषक समूहको कार्यालय कता हो? किन मेरै घरमा हो कार्यालय? भोलि गाविसमा कृषक समूहहरू बीचको सेमिनार रहेछ, त्यसैको चिठी लिएर आएको। ए सेमिनारको चिठी लिएर आउनु भएको बाबु? हजुर। खै पाउन त। हजुर हजुर लिनुहोस्। हस् त गाह्रो भयो होला है बाबुलाई? हजुर अहिले मलाई अलि हतार छ, मलाई लाग्छ। ल नमस्कार नमस्कार। हस् सेमिनार। यस अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण कृषक साथीहरूमा हार्दिक नमस्कार छ। यस अन्तर्क्रिया कार्यक्रमको मुख्य उद्देश्य भनेको हरेक कृषक र कृषि समुदायका सदस्यहरूको गुनासालाई सुनेर बुझेर सम्बन्धित निकायसम्म पुर्याउनु हो। र यसै कारणले गर्दा हामी हरेक समूहका सदस्यका गुनासोलाई सुन्न तत्पर छौँ। सेमिनार भने यही हो? हजुर हो। तर हजुर म नमुना कृषक समूहबाट सर
सरले पनि कस्तो नचिन्नु भएको भने तरिका तर अलि ढिलो आउनु हो नि। अब सेमिनारमा को जाने भन्ने विषयमा बिहानभरि छलफल चलाउँदै ढिलो भयो के सर? अनि सर यो चिया नास्ता त भएको छैन नि होइन? छैन भर्खर कार्यक्रम सुरु गरिएको हो। अब कार्यक्रमलाई अगाडि बढाउँ। सबैभन्दा पहिले चाहिँ खाल्टे समूहबाट होइन अध्यक्षज्यू, गाविसले हेप्ने पनि सीमा हुन्छ नि। हामीलाई सारा दुनियाँलाई बोलाएर सेमिनार गर्ने, हामीलाई चाहिँ नबोलाउने के पारा हो यो? होइन, गाविसमा कहिले सेमिनार भयो र हामीलाई बोलाएन? आज कृषि समूह बीचको सेमिनार भइरहेको रे। ए हो र? त्यसो भए गाविस जाऊ, कुरा गरौँ। तपाईँहरूको पनि समस्या बुझे। अब पालो नमुना कृषक समूहको। ल भन्नुहोस् तपाईँको समस्या के छ? सबैभन्दा ठुलो समस्या चाहिँ ग्यास्ट्रिक छ। अब हेर्नुहोस् त, टाइममा खाजा नास्ता खाएन भने मेरो पेट पुरै हुडालेर पकाउँछ भने सर। त्यही भएर टाइममा खाजा नास्ताको व्यवस्था चाहिँ हुनु पर्यो सर। समोसा र चाउचाउ चाहिँ हुँदै हुन्न होइन? ठिक छ, खाजा नास्ताको प्रबन्ध गरिएको छ। तर तपाईँको कृषि समूहको समस्या चाहिँ के छ? हाम्रो कृषि समूहको सबैभन्दा ठुलो समस्या भनेको नालायक र चढिया अध्यक्ष हो। अहिले पनि चाड खाएर कुन कानलाई मुनि फिज काटेर लडिरह होला। त्यही भएर सर, त्यस्ता नालायक र थर्ड क्लास अध्यक्षलाई हाम्रो समूहबाट गलत्याएर ननिकालेसम्म हाम्रो समूह हुनु नहुनुको कुनै पनि औचित्य छैन। कुन दिन मैले त्यसका रक्सीका नशा उत्रिने गरी थप्पड लगाइदिएपछि थाहा पाउँछ मेरो अध्यक्षले। ए भनेपछि अध्यक्षलाई थप्पड्नलाई काम छैन होइन त पाडे?